Hey guys, welcome back to my channel, or if you're a new one, welcome to my channel. It's me, Rosna Adhikari. So first of all, happy Dasai to everyone. हजुरहरुले विजयादशमी 2082 को धेरै शुभकामना छ। सबैजना आफ्नो फ्यामिलीसँग बसेर सेलिब्रेट गर्नु होला, रमाइलो गर्नु होला हैन, एकदमै मेमोरेबल बनाउनु होला। यो यसै त एकदमै धेरै स्पेशल। ओ माय गॉड। तर थाहा छ गाइज, यु नो मलाई चाहिँ हैन, मलाई चाहिँ कस्तो त्यो क्या है, दसैँ भन्ने बित्तिकै ओ माय गॉड त्यो मनै कस्तो फुरुङ टाइपको क्या। ओ माय गॉड वाउ टाइपको है। किनभने नि सबैजना आफ्नो घर जान्छ, भने पनि काठमाडौँबाट आफ्नो यहाँ काभ्रे आउँछ भने त्यसरी काठमाडौँ नै पुरै खाली जस्तो हुन्छ। सबैजना एकदमै त्यो हुन्छ नि, लाइक सेलिब्रेट गर्नलाई के भन्नु, कस्तो खुसी लाग्छ कि, कस्तो मनै कस्तो हुन्छ क्या। अनि पछि सबजना टिका लाउने ओर्ने, सबको फेसबुकमा, फेसबुक, इन्स्टा, टिकटक सबैभरि नै त्यही रातो टिका सेतो टिका लाएर हुन्छ नि, टिकटकहरू बनाएर कतिको त प्रोफाइल चेन्ज हुन्छ। लाइक यो सबैजना यो सबैजनाको नै एकदमै महान चाड हो नि त। अनि त्यही भएर त्यो नमनाउने भन्ने नै हुन्न क्या। सबैजनाले एकदमै राम्रोसँग सेलिब्रेट गर्नुहुन्छ। अनि पिङ खेल्छ, मोर्छ, तिहारमा पनि सबैजनाको त्यो घरभरि नै झिलिमिलीहरू हुने होइन। अब कसैकोमा चाहिँ त्यस्तै केही परेर अब घटना हुन्छ नि, जे भए पनि त्यस्तो भएर कसैकोमा चाहिँ त्यस्तो लाइक झिलिमिलीहरू राख्ने, सेलिब्रेट गर्ने हुँदैन। तर मोस्ट अफ द पिपल सबैकोमा त्यो पुरै क्या लाइक कस्तो राम्रो लाग्छ। अनि त्यही नै हो नि त। त्यो दसैँको गीत सुनेपछि लाइक अरू बेलामा त्यो दसैँको गीत सुन्दा त्यस्तो मतलब त्यस्तो खासै हुँदैन है। तर दिस टाइम ओ माई गॉड। सो त्यही नै सबैजनालाई ह्याप्पी दसैँ। अनि त्यही दसैँको ब्लग लिएर आएको मैले, सधैँ आउनु रहेछ। अनि त्यसरी त्यही दसैँको ब्लग लिएर आएको हो मैले। अनि हामी कसरी दसैँ सेलिब्रेट गर्छौँ त्यो पनि राख्छु होइन, मेमोरेबल हुन्छ होइन। उहाँ चाहिँ हाम्रो माइलो अङ्कल हो, आइसक्नुभयो, भर्खरै आउनुभएको। 2082 साल आश्विनमा पर्ने विजयादशमीको सम्पूर्ण नेपालीहरूमा धेरै शुभकामना। यहाँ परिवारका पनि सबैलाई, विशेष गरी हाम्रो रत्न छोरीलाई थ्याङ्क यू। ल खुसी छ, सबैजना जम्मा हुँदा आनन्द आइरहेछ। धमाधम रेडी हुँदैछ यहाँ हाम्रो जमरा यो। अनि आमा अलिक बिजी हुनुहुन्छ, अब के गर्नु। अनि यहाँ हजुर ल ह्याप्पी दसैँ सबैजनालाई, ह्याप्पी दसैँ भनिदिनु न त। ल यहाँ अनि आन्टी यहाँ सागसब्जी केलाउने कार्यक्रममा हुनुहुन्छ। ह्याप्पी दसैँ आन्टी। यहाँ मामु चाहिँ बढार्दै हैसिन्छ। ल भन्छु नि त। अनि त्यसरी यहाँ बहिनीहरू छन्, उनीहरूलाई त के छ र गाइस। अब चाहिँ हामी रेडी हुन थाल्यो, तर पहिला सुरु बुढापार्टीलाई रेडी गरिदिने, अनि त्यसरी हामी रेडी हुने। सो त्यही हो गाइस। हामी चाहिँ अहिले अब रेडी हुँदैछौँ होइन। यो ड्रेस चाहिँ भइसक्यो, मेकअप चाहिँ अब सधैँले गरिदिँदै हुनुहुन्छ। पुष्कर चाहिँ यहाँ छ। पुष्कर हजुर, ह्याप्पी दसैँ। सेम टु यु। पुष्करको ड्रेस गेम खेल्दैछ, सोनालीले त मेकअप गर्दै हुनुहुन्छ। ह्याप्पी दसैँ। सोनालीको ड्रेस, उता मामुहरू रेडी गर्दै रहेछ। सो त्यही नै हो। सानो हुँदा आमाले छोराछोरीलाई रेडी पार्थ्यो, तर अहिले यहाँ के छ, छोराछोरीले आमालाई रेडी पारिरहेछन्। ह्याप्पी दसैँ मामु। ह्याप्पी दसैँ सबै। मामुलाई फर्स्ट टाइम यो लुगामा देख्छु होला हजुरहरूले चाहिँ, हामीले त कति देखाए हैन। तिमी एकदमै राम्री छौ नि। तिम्रो ड्रेस देखाइदेऊ न त ल सबैजनालाई। ह्याप्पी दसैँ भनिदेऊ नि त सबैजना। देऊ ल, घुम्देऊ त। अरे घुम न ल। अरे ल आबु तिम्रो ड्रेस पनि देखाइदेऊ सबैजनालाई। ह्याप्पी दसैँ। ढिला भइसक्यो होइन। सो यही हो मेरो फाइनल लुक चाहिँ। अब लास्ट एकछिन चुप लाग्नु, लास्ट एउटा के बाँकी छ नि, श्री बाँकी छ। अनि यही हो मेरो ड्रेस। सो यही हो गाइस। अब चाहिँ हामीलाई ल फिट चेक हो जेन्जी भाषामा होइन। अनि त्यस पछाडि त्यही नै हो। अब चाहिँ हामी टिका लाउँछौँ। धेरै हतार ढिला भइसक्यो, हामीले लिमिट क्रस गरिसक्यौँ, हामीलाई छिटो बोलाइरहेको छ, हतार भइसक्यो। सो अब चाहिँ हामी जान्छौँ। यही हो। सानोले श्री चाहिँ बाङ्गो लगाइदिनु भएछ, अब टिकाले छेकिहाल्छ गाइस। सो रेडी दसैँ। ओ माय गॉड, अब टिका लाउने हो। यहाँ तयारी हुँदैछ हाम्रो।
दसैँको ल सबजनालाई ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। हाम्रो सानी बहिनी पनि छ यहाँ, यता हेर्देऊ सानी। हेलो ह्याप्पी दसैँ भन्दै अङ्कल सन्ध्या पुष्कर माताजी। स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा विश्वानि देव सवितर्भुरिता स्वाहा नमस्ते। थ्याङ्क यू। अब आफूलाई हेरै पढ्न आओस्, नरिसाउनु, बाबालाई नि मम्मालाई नि गाली नगर्नु, हस् बहिनीलाई नि नगर्नु। दादालाई नै भन्नु है आमा। सबैले बताइदिउँ आफूको लागि। थ्याङ्क यू। कति ज्ञान एकछिन मान्छे भ्लगमा चाहिँ 23 लाइक पुगेछ, छिटै 25 पुग्यो। लाइक सब्सक्राइबर कति पुगे? 400। नगरको बनाइयो है भगरको ह्याप्पी दसैँ भगरवाला ह्याप्पी दसैँ। सुधा नमस्ते छोरी ह्याप्पी आमा चाहिँ अब यहाँ टिका लगाइदिँदो हिँड्छ सब छोरा बुहारीलाई। यहाँ मामु बाबा जेठी छोरा बुहारी माइलो छोरा बुहारी साइलो कान्छो त्यही यहाँ चाहिँ माइली दिदीले टिका लगाइदिँदै हुनुहुन्छ। ल ल हजुर हजुर ल ल भयो। थ्याङ्क यू। ह्याप्पी दसैँ माइली दिदी। अस्ति न मेरो बर्थडेमा आउँदा सबजनाले क्युट क्युट भनेर कमेन्ट गर्छ थियो नि। थ्याङ्क यू भनिदेऊ न। ल एउटा पोज दिँदै अङ्कल ह्याप्पी दसैँ। ल एउटा पोज दिँदै उहाँएर ल। पिङको झगडा पर्दैछ यता लाएर बसिसके मान्छेहरू। आजा बेबी के छ? कहीँ जब चाहिँ हामी टिका लाएर भ्याइयो एकछिन अब हामी फोटोहरू खिच्न ओर्न लाग्छ। आन्टी सिधा बस्नु। आन्टी कसरी बस्या हो तपाईलाई? प्रभा आन्टी सिधा। प्रभा आन्टीले के भयो? यहाँ हेर्दा नि कस्तो ल यो साडी खिच्दै गरौँ। ओइ तेरो हात हटा अलिकति। भाइ तिम्रो हातले छेके छ। पेटीकोट हटा त। म्याचिङ ड्रेस। गाइस हामीले चाहिँ दसैँ मनाइसक्यौँ। टिका सिका लगाएर खानपिन सबै गरेर सक्यो। अब यति नै हो आजको ब्लग। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ टिल द एन्ड। सबैजनालाई फेरि पनि ह्याप्पी दसैँ अनि स्टे ट्युन फर द नेक्स्ट ब्लग। आई विल बी ब्याक सुन। सो बाई बाई गाइज, आई लभ यु गाइज। अहिले चाहिँ हामी बाटोमा चाहिँ मेरो आँखा मैले त्यो रातो रातो भयो भनेर अनि त्यो पछाडि रातो भयो भएर अनि यहाँ मलम लगाएको छु। अहिले चाहिँ हामी यहाँ बाटोमा छौँ। आन्टी आबु आर्या म मामु अब हामी घर जान लाग्यो। गाइज हामी चाहिँ हेरेर जान लाग्यो। यहाँ चाहिँ आर्या यता हेर आर्या मामु आन्टी उता अङ्कल आबु सबजना आइसिन्छ। ल अब जाने।